सुम्निमा पारूहाङबाट आशिष मागेर आरम्भ गरिएको वर्ष 1975 सालमा स्थापना गरिएको हर्सिङ बीज गाउँ समितिको आयोजनामा समाजको 50 वर्ष पुगेको शुभ अवसरमा धुमधामको साथ स्वर्ण जयन्ती समारोह पालन गरिएको छ। उक्त समारोह समाजका अध्यक्ष सन्तोष घतानीको अध्यक्षतामा ग्राम पूर्व अग्र सदस्य साथै समाजसेवी एचबी छेत्रीको प्रमुख आतिथ्यमा पत्रकार साहित्यकार सविता संकल्प शान्ति छेत्रीको विशिष्ट आतिथ्यमा सम्पन्न गरिएको छ। सञ्जीव बस्नेत, सिमरन राई र माधवी राईद्वारा सञ्चालन गरिएको उक्त समारोहमा किराती खम्बु राई सांस्कृतिक संस्थान हर्सिङ शाखा, सङ्कटा फुटबल क्लबका प्रशिक्षक सुबेश राई, म्याराथन धावक कुशल देवान, देवभूषण राई अनि बाँसुरी वादक सुमन लामिछानेलाई समारोहबीच सम्मानित गरिएको छ। स्वर्ण जयन्तीको यस समारोहलाई थप रोचक र मनोरञ्जक तुल्याउँदै स्थानीय कलाकारहरूले गीत नृत्यहरू प्रस्तुत गरेका थिए। प्रस्तुत छ एक रिपोर्ट। बसन्ती राई हामी माझ हुनुहुन्छ र उहाँलाई पनि उपस्थित गरी आइदिनु हुन पनि म अनुरोध गर्दछु र उहाँहरू सम्पूर्णलाई नै हाम्रो आजको प्रमुख अतिथिको बाहुलीबाट स्मृति चिन्ह साथै सम्मान दिने म अनुरोध गर्छु। स्वर्गीय दलबहादुर देउसा र उहाँको पक्षमा श्रीमान रविन राईज्यूलाई म मञ्चमा आइदिने अनुरोध गर्दछु र थपडी अलिकति कम्ती भएको जस्तो लाग्यो किनभने उहाँहरूले हाम्रो समाजलाई आजको यस स्थानमा पुग्नबारको सबैभन्दा ठूलो हात रहेको छ। यसरी नै स्वर्गीय मानसिंह दिमाल र उहाँको पक्षमा श्रीमान। नमस्कार, म सुमन लामिछाने, कार्यक्रम स्वर्ण जयन्ती कार्यक्रम हर्सिङ बीज गाउँ समितिको संयोजक अनि मसँग हुनुहुन्छ हाम्रा समाजका अध्यक्ष श्री सन्तोष घतानीज्यू। हामी विशेष यो स्वर्ण जयन्तीको क्षणमा छौँ र यसरी स्वर्ण जयन्ती भव्यताको पालन साथ हामीले आज मनाउन सफल भयौँ र हर्सिङ बीज गाउँ समिति सन् 1975 सालमा स्थापित एउटा हर्सिङकै पुरानो समाज हो, जुन समाजले 50 वर्ष पुगेको यो अवसरमा हामीले यसरी रङ्गारङ कार्यक्रम गर्न सफल बन्यौँ र यो कार्यक्रममा हामी समक्ष मुख्य अतिथि हुनुहुन्थ्यो समाजसेवी लेबोङ गोलाइ निवासी एचबी छेत्रीज्यू। उसरी नै हामी समक्ष विशिष्ट अतिथि हुनुहुन्थ्यो श्रीमती शान्ति छेत्री अनि कवि पत्रकार सविता थापा संकल्पज्यू। उहाँलाई विशेष हामी धन्यवाद व्यक्त गर्दछौँ। त्यसरी नै हामी समक्ष अतिथिको रूपमा हाम्रा हर्सिङ वरिपरिका 8वटा समाजहरू हुन्थ्यो, उहाँलाई हामी एकमुष्टमै धन्यवाद व्यक्त गर्दछौँ। यो यतिका 5 घण्टा करिब 5-6 घण्टाको कार्यक्रम दिनभरि नै रह्यो। यो समयमा यहाँहरू हामीसँग रहिदिनु भएर हाम्रो कार्यक्रम अझ गरिमा बढेको हामीले अनुभूति गर्यौँ। हाम्रो कार्यक्रममा अतिथि कलाकारको रूपमा हामीसँग उपस्थित भइदिनु हुने सङ्गीता गुरुङ थापा गायिका, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। अनि नव प्रतिभा एकदमै उदयमान गायक हाम्रा साहिल राईलाई पनि हामी एकदम हाम्रो आन्तरिक हृदयबाट हामी धन्यवाद व्यक्त गर्दछौँ। त्यसरी नै यस कार्यक्रममा हामीले हाम्रा समाजका संस्थापक आदरणीय संस्थापक महोदयलाई पनि हामीले सम्मान गर्ने गर्यौँ। त्यसरी नै विभिन्न विद्यार्थीहरूलाई पनि हामीले सम्मान गर्यौँ भने पूर्व अध्यक्ष सचिव जसले 1975 सालदेखिको 2023 सम्म उहाँहरूले सफल आफ्नो कार्यकालहरू दिएर सफल अनि प्रगतिशील हिसाबमा प्रगति उन्नति गर्दै समाजलाई यहाँसम्म ल्याउनु भयो, उहाँहरूलाई पनि हामीले धन्यवाद व्यक्त गर्यौँ। त्यसरी नै हामीलाई यो कार्यक्रममा सहयोग पुर्याएर एकदमै भव्य तुल्याइदिनु हुने स्थानीय कलाकारहरू, स्थानीय गायक गायिका अनि नृत्य दिएर हामीलाई अझ रोचक बनाउने सानसाना प्रतिभा भाइ बहिनीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछौँ। म्युजिसियनमा हामीलाई करिब 1 महिनादेखिको हामीलाई सहयोग पुर्याउनु हुने हाम्रा वाद्यवादक टोलीलाई, वाद्यवादक टिमलाई हामी समाजको पक्षबाट, अध्यक्षको पक्षबाट, सम्पूर्ण समाज हर्सिङ बीज गाउँ समितिको पक्षबाट हामी धन्यवाद व्यक्त गर्दछौँ। र यो कार्यक्रम हामीले सोचेको भन्दा एकदमै भव्य रह्यो है, सबै कुराबाट हामीले साथ पायौँ, त्यसको निम्ति हामी विशेष आभार व्यक्त गर्दछौँ। र यो कार्यक्रममा हामीले थप अर्को सम्वर्धनका कार्यक्रम राखेका थियौँ, जसमा हाम्रा क्षेत्रका सङ्कटा फुटबल क्लबका प्रशिक्षक एवं फुटबल खेलाडी सुबेश राईज्यूलाई हामीले सम्वर्धना पत्रले विभूषित गर्यौँ। उसरी नै हाम्रा क्षेत्रका म्याराथन धावक कुशल देवानज्यूलाई पनि हामीले सम्मान गर्यौँ। उसरी नै म्याराथन धावक नै देवभूषण राईज्यूलाई पनि हामीले सम्मान गर्यौँ। त्यसरी नै किराती खम्बु राई एसोसिएसन हर्सिङ शाखाका प्रतिनिधि टोलीलाई पनि हामीले सम्वर्धनाले विभूषित गर्यौँ। त्यसरी नै बाँसुरी वादक श्री सुमन लामिछानेज्यूलाई पनि हामीले सम्मान
सम्मान गऱ्यौँ र यी लामा कार्यक्रमहरू हामीले 50 वर्षको अवधिमा यो क्षणलाई हामीले यसरी भव्यताका साथ पालन गऱ्यौँ र हामीलाई विभिन्न मिडिया च्यानलहरूबाट यसरी कभर गरिदिनु हुने तपाईँहरूलाई पनि हामी विशेष आभार व्यक्त गर्दछौँ र आगामी दिनहरूमा पनि अझ समाजले नयाँ उन्नति प्रगति गर्दै समाजको अझै बढ्दै एउटा अझ अगाडि बढेर जाओस् भनिकन पनि हामी कामना गर्दछौँ। यो क्षणमा धेरै कुरा अरू बोल्न केही छैन। तपाईँ सबैजना दर्शकवृन्द, हाम्रा समाजका प्रतिनिधि मेम्बरहरू, हाम्रा सबैजना तपाईँहरू आइदिनु भयो र कार्यक्रम भव्य रह्यो। सबैलाई एकमुष्टमा हामी समाजको पक्षबाट विशेष धन्यवाद व्यक्त गर्दै यो च्यानलमा यसरी प्रसारण गरिदिनु भएकोमा नि हाम्रो सविता गुरुमा लगायत सम्पूर्ण सबै च्यानललाई हामी हार्दिक धन्यवाद व्यक्त गर्छौँ।